यो घरको काम त जति गरे पनि नसकिने भयो अनि यो छोरी चाहिँ थाहा छ फेरि पक्कै त्यो मेकअपै गरेर आउने ए छोरी छोरी 1 हजुर फेरि किन बोलाउनु भयो मेकअप गरिसकेपछि किन बोलाउनु हुन्छ कि म यहाँ टिकटक बनाउन लाग्थे त फेरि ल ल आए मम्मी हजुरले पनि किन बोलाउनु जब मेकअप गरेपछि टिकटक गरौँला भनेको त आमाको सहयोग गर्न भाडमा गइस् टिकटक बनाउने साथीसँग घुम्ने मात्रै बस यहाँ मम्मी हजुर पनि के भन्नुहुन्छ अब यो बेला त रमाइलो गर्ने साथीसँग घुम्न जाने टिकटक बनाउने कति रुन सके कि घुम्न जानको लागि छिराउनु किन हजुरको छोरी ए उता पखाल्नु छिटो गुसु यस्तो पखाल्नु जरमा आफू जन्माउने आज होइन मैले त जन्मा हो त्यही पनि आफू अब के भनौँ त्यहाँ साथीसँग घुम्न जानु चाहिँ मलाई ढिलो भइरहेछ ओहो आमा म सानोमा त केही थाहा पाउँथिन अब यस्तो सोचेको त हजुरले त मेरो सानोमा हजुरले होइन खुब मुद भएको मेरो ड्याडीले हो हजुर खुब यस्तै गर्नमा व्यस्त साथीसँग घुम्नैमै व्यस्त म पनि घुम्न गएँ हजुर माथि मोस मस्ती गर्ने म किन गर्ने होइन कस्तै साथै सानो यहाँ जेस ओए यहाँ त अहिले फेरि म त्यहाँ सुत्न जाँदैछु यो घरको काम राम्ररी गर्ने फेरि नत्र मामा घर पठाइदिनु अनि फेरि बजैले उफ्रिन् म भन्दा नि कसरी कुर्छिन् काम गर यहाँ मम्मी हजुर कस्तो गर्नुहुन्छ कि भोसारीसँग प्लान थियो कि घुम्न जाने चुप लगाएर गर्ने म त सुत्न गएँ बहिनी बहिनी भन्छु छोरी गर यहाँ म केही गर्दिनँ यो मात्रै त मामै गर्छ अब बधै पनि लाग्दैन अब गएँ हजुर बस्नुहोस् न घरमा म त गएँ